सक्छ त नि सबैजनालाई नमस्ते है हाम्रो यहाँ यस्तो थियो अहिले यस्तो कबाडी ले लो अभी कदम किताब ले लो अभी किताब ले लो टिटिट एउटा लिच Hello everyone, good afternoon. Next day, next vlog. Welcome back to my channel. It's me Bhuvan Rana. म तपाईको भुवन भाइले नयाँ भिडियो फेरि लिएर आइसकेको छ। हिजोको भिडियो हेर्नु भएको छैन भने हेर्न सक्नुहुन्छ। बाबाले वाला भिडियो छ। दाइले नम्बर क्या छ फेरि। दाइ बिग फ्यान। ल हाम्रो महेन्द्र दाइ अनि त्यही भन्दै हामी एकछिन माथि जान्न छौँ बुद्ध हस्पिटल जान्न छौँ हाम्रै गाउँ घरको हस्पिटल जान्न छौँ है अनि त्यही जान्न छौँ त्यही भिडियो आज सुट गर्नु छ हल्का हल्का त्यसपछि आजको भिडियो यति कन्टिन्यू गर्छु है त ल दाजुभाइहरू हाम्रो हुनुहुन्छ आज भ्लगमा आउनु भन्नुभयो तपाईँ हजुर पनि दाइ एनसी दाइ अन माई भिडियो भनेर के भन्नु दाइ सन्चै हुनुहुन्छ ल ठिक छ हाल्छु के न भ्लग देखिनुहुन्छ त्यस्तो स्मार्ट हुनुहुन्छ के सक्छ त नि 14 प्रो म्याक्स हो 14 प्रो म्याक्स आज भुवन भाइले 14 प्रो म्याक्सदेखि बनाउनु भिडियो त देख्छु आज क्वालिटी अब कस्तो हुन्छ त्यही नै ए भगवान् यस्तो घाम छ भर्खर हाम्रो यसको क्लिपहरू खिचिसक्यौँ के र है दाजुभाइहरू यसको थाहा छ यो अहिले 14 प्रो म्याक्सदेखि खिचाएको छु 14 प्रो म्याक्सदेखि आमामामा क्वालिटी झकाट आइरहेको छ के कस्तो आइरहेको छ दाजुभाइहरू भन्नु त ल यत्रो क्यामेरा छ यस्तो त यत्रो क्यामेरा छ यार फर्स्ट टाइम 14 प्रो म्याक्समा छु अहिले अब यसको हान्छ म यसको सर्ट हान देखाइदिन्छु तपाईँलाई फेरि इटिरन देखाइदिनु त एकछिन राख्नु अब टक्क लाएर यसको सर्ट हान्छु है त्यसपछि हजुरले बोल एकछिन देखाइदिन्छु हजुरलाई हेर्नु अब यसको सर्ट हेर्नुहोस् Durgayu Physiotherapy Gorahi Deng. फिजियोथेरापीमा आइसकेको छौँ हेर्न सक्नुहुन्छ यो हाम्रो लोकेसन कहाँ छ भनेपछि बिबी चोकनिर छ बिबी चोकमा यतातिर ठुलो भवन भनेको छ नि त्यहाँनिर छ अनि हामी अब एकछिन डक्टरसँग कुरा गर्न जान्छौँ है हजुरको भुवन भाइले देख्नुभयो होला के गर्छ भनेर हेर्नु त हजुरसँग डक्टरसँग मिलाउँछ ए सर नमस्कार ए के छ त अनि एवं वरिष्ठ विशेषज्ञ फिजियोथेरापिस्टद्वारा फिजियोथेरापी उपचार गरिन्छ यसमा चाहिँ हार्ट जोड्ने ढुँडाको उपचार प्यारालाइसिस मुख भाँगो भएको होइन अनि त्यसपछि ओस्टियोप्याथी र काइरोप्र्याक्टिक जुन चाहिँ हाम्रो मोस्ट एडभान्स टेक्निक अफ फिजियोथेरापी हजुर त्यो चाहिँ सुविधा गर्ने अनि हाम्रो चाहिँ राजखेलमा पहिलोपटक हामी कहाँ लेजर र विन्स क्लिनिकल विधिबाट फिजियोथेरापी उपचार गरेको रहेछ थ्याङ्क यू ल थाहा पनि भइसक्यो होला अब यतातिर पनि जाऊँ हामी यतातिर पनि छ है यतातिर हाम्रो फिजिकल गरिरहेको छ यतातिर है त्यसपछि त्यहाँ डक्टरको कुराहरू सुन्नु भइसक्यो होला यतातिर अब पेसेन्टहरू हुनुहुन्छ यस्तो मजाको छ है अनि त्यसपछि हजुर आउन सक्नुहुन्छ हजुरले यदि हजुरको हात जोड्ने यस्तो नसासा सम्बन्धी भाष केही छ भने टक्क आउनुहोस् हाम्रो बिबी चकमा रहेको फिजियोथेरापीमा है त दाजुभाइहरू त्यही नै हो भुवन भाइले यस्तो गर्दा गर्दै कहाँ त्यो प्रमोसन गरायो भन्नुभयो होला प्रमोसन गरे होइन पक्का फेरि कसम प्रमोसन गरे होइन यत्तिकै आफ्नो त्यहीको यहाँ ठ्याक्कै काम परेको थियो अनि त्यही भएर आएको थिएँ त्यही भएर गरेको हामी अलिक तल निक्लिन्छौँ त्यसपछि हजुरसँग भेट्छु है त दाजुभाइहरू त्यही नै हो यहाँ फेरि हाम्रो त्यो हुनुहुन्छ यहाँको पेसेन्ट हुनुहुन्छ अनि यहाँ पहिला बिफोर आफ्टर कस्तो हुन्छ केही भन्न सक्नुहुन्छ हजुरले धेरै राम्रो छ नेपालमा सायद पहिल्यै होला अत्याधुनिक मेसिनहरू छ हजुर यहाँ चाहिँ अनि बेस्ट फिजियोथेरापिस्ट हुनुहुन्छ डक्टर राम्रो डक्टर हजुर देहरादुनबाट स्पेसलिस्ट पाएको हजुर गोल्ड मेडलिस्ट नै हुनुहुन्छ हजुर उहाँको धेरै नेपालमा धेरै टप टप साथीहरूसँग मैले कन्ट्याक्ट गरिरहेको थिएँ थेरापिस्टहरू त्यसमध्ये उहाँ चाहिँ राम्रो एकदम बेस्ट डक्टर हुनुहुन्छ मेरो हात पनि एकदम नराम्रो भएको थियो यस्तो भएको थियो पहिला है अहिले चाहिँ थेरापी गर्दा गर्दै राम्रो भइसकेको छ चल्ने भएको छ यस्तो थियो है यस्तो थियो
अहिले यस्तो भइसक्यो यस्तो भइसकेको छ सबै चल्छ होइन द बेस्ट म्यानुअल छ अनि म्यानुअल पनि हुन्छ यहाँ चाहिँ एकदम आधुनिक मेसिनहरू नेपालमा नभएको मेसिनहरू बाहिरबाट मेसिन ल्याउनु भएको छ धेरै मेसिनहरू छ हजुर, देखाइदिनुहोस्। धेरै रोगको दीर्घायु रोगहरूको उपचार हुन्छ हात जोड्नेहरूको ढाड कम्मरहरूको हजुर। त्यसपछि अपरेसन गरेर केही प्रब्लम भएकोहरू फेरि अपरेसन नगर्नुपर्ने हुन्छ यसको थेरापी गरेपछि यहाँ आएपछि बुझ्नुलाई केही समस्या भएपछि हजुर। थेरापीमा जानुहोस् भनेर कसैले भन्यो भने यहाँ आउनुलाई सबभन्दा बेस्ट थेरापी छ नम्बर 1 नेपालको अहिले लोकेसनमा हजुरले तल गएर देखाइदिन्छु है ल हुन्छ सर ल थ्याङ्क यू ल थ्याङ्क यू ल थ्याङ्क यू सर ल भाइ थ्याङ्क यू दिदी ल दाजुभाइहरू यहाँ आइसकेपछि लिफ्ट पनि चढ्न पाउनुहुन्छ बसेको छ अनि कति फ्लोर थाहा पनि भइसक्यो होला 2 फ्लोर हो आएर टक्क नै जिरोमा जाने कि हामी चाहिँ जिरोमा जाने हो ल बाई थेरापी मस्त भयो आजलाई कन्टेन्ट पनि भयो है हाम्रो घोरै ग्यारीलाई भिडियो सुट गर्न आँटेको अनि सुट गर्न आएर मेरो भ्लग पनि बनिहाल्यो नि त गाह्रो छ हजुर गाह्रो छ दाजुभाइहरू तर प्रमोसन चाहिँ होइन पक्का प्रमोसन चाहिँ होइन फेरि प्रमोसन चाहिँ नभन्नु होला है दाजुभाइहरू प्रमोसन होइन फेरि प्रमोसन होइन मैले भनिसकेको छु यहाँदेखि गए पनि हुन्छ लिफ्टी गए पनि हुन्छ मजाको छ अनि त्यही लोकेसन चाहियो हजुरलाई हजुरको कोही दिदी दाइ बहिनी अङ्कल आन्टी भन्दा भन्ने हजुरआमा हजुरबुवाहरू ट्याक्क त्यो बिरामी हुन्छ हात जोड्ने यस्तो नसा सम्बन्धी केही छ भने टक्क आउनु सक्नुहुन्छ हाम्रो त्यो मेरो बाजे भइगेर अगाडि है अनि यो बिल्डिङमा रहेको क्यापिटल योमा के भन्छ एभरेस्ट ब्याङ्क लिमिटेड छ अनि यही छ अब हामी एकैचोटि इभिनिङ भाइबमा भेट्छौँ है त दाजुभाइहरू 6 hours later. गुड इभिनिङ दाजुभाइहरू के छ त अनि ल आजको भिडियो त्यस्तै भइरहेछ के दाइमा बस्छु नि है हामी निकाल्छौँ है ओ कबाडी ले लो बिसारिन न कबाडी ले लो ए कापी कलम कबाडी ले लो कापी कलम ले लो फलाम ए त जाम हामी जाम हजुर अन्नु ल ए कापी किताब जर्के ले लो ए बेचो कापी कलम किताब ले लो पापु आयो कापी किताब कोहीसँग छ भने दे दो ए 20 रुपए केजी कापी किताब ले लो यो भाल चोरिदिने हो भाल चोरम जाम तपाईँ घरमा खाना ए कापी किताब हजुर घर कहाँनिर कापी किताब ले लो ए किसके पास कापी कलम किताब है तो ले लो आंटी कापी किताब केही छ भने ले लो दिनुस् हजुर दिनुस् कापी किताब केही छ आन्टीहरूलाई भाइरल पार्दियो हजुर अरे बिग्रेको मटर छ भने दिनुस् हजुर दिनुस् हामीलाई चाहियो कापी किताब मटरहरू छ यतातिर अनि बेच्ने हो सौजा रे बाबा ए कापी किताब मटर जर्किन ले लो ल दाजु भयो ल आ ढुक्क भयो भाइरल टिकटकमा ल भन्छ के भन्छस् ल दाइ बाइ म के भन्न चाहन्न फ्युचर हो हाम्रो फ्युचर हो त्यही नै अब हामी कहाँ जान्छौँ थाहा छ अब लिची चौन जान्छौँ सिधै लिची चौन गएर ठाउँमा भेटौँ है त है टिटिट ए नानीहरू के छ आन्टी चटपटी खाने दाजुभाइ त्यही नै हाम्रो फ्युचर हेरिरहेको कस्तो छ फ्युचर छ भनेर के बोल हाम्रो मेरो भ्लगमा बोल मामाको भ्लगमा मामा भनौँ नि त्यस्तै हो फ्युचर देखिसकेको छ हामीले जोडले बोल कि टोपीमा त्यति बिस्तारै बोल्छ साले आइज भाइ आइज क्या लान्छु त नै ओए बात ओए भाइ नआने बास लट्ठी हो अगाडि सोध्नु भएको नि
दाजुभाइहरू त्यही नै हो र लिची त्यहाँ हेर्नुहोस् हौ भान्जे लिची जाके त दिदी चर उति झार्नु भिडियो आयो त्यति जान पहिलो लट्ठी नगरा न मस्त के हुन कि अनि बाहिरको त्यो खाएको भन्नु बस पहिले बस टक्क लाग्यो बस आनन्दसँग बसेर यति गाड्ने यस्तो हुन्न कि यस्तो हुन्न लिची एउटा लिची अङ्कल हामीले लिची चोरी एउटा लिची चोरी चोर्नु परेको हामीले लिची चोरी एउटा दाजुहरू त्यही नै हो हामी गुड इभिनिङ भाइ आइसकेका छौँ अब हामी साँझ हिँडेको केटीहरू जिस्काउँछौँ फेरि आजको भिडियो सुरुमा कस्तो भयो अहिले कस्तो भइरहेछ नि अनि त्यही भन्दै अब भिडियो सुरु हुन्छ को यो तिमी बहिनी हेर्नु र ओए तिमी त मेरो अस्तिको बहिनी हेर्नु र बहिनी तिमी बोयफ्रेन्ड छ कि नै छैन हो ओ तोपे दाजुभाइहरू थाहा भइसकेको छ अहिले मैले हान्छु भनेर के गर्ने गाह्रो छ झ्यालैमा बस्ने तिम्रो बानीले मलाई घायल बनायो टिन राजमा दिदी हार्ने रे मलाई साइको ए बिग फ्यान सक्छ त नि बिग फ्यान भेजालान गरे एकछिन फेरि भाइरल होइन अरे फेरि को अब हेर न त्यहाँ कुरा गरेको फेस गाडिदिने हो त्यस्तो नबनाइ त्यस्तो नबना भाइ नबना फेरि त्यहाँ हामी लिची त्यस्तोसँग बोल्नु त बरु लिची जान्छु म लिची चढ्न दाजुभाइहरू त्यही नै रमाइलो भइरहेछ कि नै ओ मिक्जु सर कसम छौ लिची चोर्नको लागि दाजुभाइहरू लिची चोर्नको लागि नि मेरो भान्जेले बाँस झिक्न लागेको छ है यो चोरो एक नम्बरको चोरोमा कसम साँच्चै यो भान्जा लिची चोर्नको लागि मेरो भान्जेले बाँस ल्याइसकेको छ लिची चोर भएछले कहाँ गयो कि बे छैन त
ल दाजुभाइ त्यही नै हो भने चाहिँ अब म घर जान्छु त्यसपछि भ्लग इन गर्छु है त है यस दाजुभाइहरू त्यही नै हो आजको भ्लग यस दाजुभाइहरू त्यही नै हो आजको लाइभ भ्लग यति नै सिउसो नि नेक्स्ट भ्लग भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब के हुन्छ त्यो गर्न सक्नुहुन्छ मन परेन भने डिसलाइक हान्न सक्नुहुन्छ दाजुभाइहरू त्यही नै हो त्यही भन्दै आजको लाइभ भ्लग इन गर्छु सिउसो नि नेक्स्ट भ्लग